युट्युब च्यानल अगेन फेरि पनि म आइसकेको छु नयाँ भिडियो एन्ड ब्लग लिएर। मैले भिडियो बनाउन छोडेको थुप्रो भइसक्यो साथीहरू, अल्छी लाग्ने, घरि टाइम नमिल्ने। आज चाहिँ हामी टिकाको दिन, आज 16 गते माथि दसैँ मनाउन हिँडेको घरमा। मेरो सानो छोरी र बुढा। स्वागत छ बुढा मेरो भ्लगमा। स्वागत छ, नमस्ते, वेलकम। साथीहरू 1 वर्ष भएको थियो घर नआएको। हामी घर जाने बाटो त पिच भइसकेछ। धेरै खुसी लाग्यो, राम्रो बाटो हिँड्न पाइयो, सजिलो बाटो भयो। आमामा नत्र यो बाटो हिँड्न त मरि हत्या हुन्छ साथीहरू, मरेर हिँड्नु पर्छ। हेर्नु त ढलन पिच भएछ रोड। अनि मेरो नानी पनि टक्क 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 हिँडेछ। यता हेर्दैछ न? हेलो नमस्ते। बिर्सिसकेछ उसले। भिडियो नबनाएको थुप्रो दिन भयो साथीहरू। तपाईँहरूले म घरमा गएर मेरो फ्यामिलीहरू सबैलाई चिनाउँछु, हेर्दै गर्नुहोला साथीहरू। दसैँ मनाउन दुःख, दसैँ होइन दसैँ हिँड्नु परेछ मलाई। मामा वर्षमा एकचोटि आउँदा पनि यति कष्ट भोग्नुपर्छ। मेरो नानी, अर्को ठुलो नानी चाहिँ हिजो नै गएको काकुसँग। काकुहरूले बाइकमा लिन आएको थियो। हामी चाहिँ हाम्रो आफ्नै ओरिजिनल खुट्टाले हिँडेछ। बाइक भएको बाइक बेचिदियो। साथीहरू हेर्दै गर्नुहोला। हामी आज घर जाने, टिका लाउने, सायद कति बेला छ आज। अनि लजाउती बुढा के भन्नु छ हजुर? धेरै धेरै धन्यवाद सबैलाई। फेरि पनि युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला भन्न चाहे। ल्याउ झोला बोक। अब मेरो नानी चाहिँ खाजा खाँदै हिँडेछ साथीहरू। मिठो यो चाहिँ मेरो बुढा साथीहरू। स्वागत छ बुढा मेरो भ्लगमा। धन्यवाद। अनि त्यसपछि साथीहरू मेरो बुढाले युट्युब च्यानलमा क्यामेरा तेर्साउने बित्तिकै लजाइहाल्छ। हेर त रात सबैले सब्स्क्राइब गर्नु होला। म चाहिँ दसैँ मान्नु माथि हिँडेको। हेर त लाजले। मेरो बुढाले बोक्नु भएको झोला चाहिँ मैले माइती घरदेखि लिएको साथीहरू। बोक्न कति सजिलो, कम्फोर्टेबल हुने। होइन होइन, मैले गिफ्ट दिएको हो यो। त्यस्तो नभन्नु न। बाबा मम्मीले छोडेर हिँड त। रेकर्ड छैन यहाँ, एकदम ठिक आउँदैछ नि त। फुल छैन मायाको? बोलिहाल्छ त सिजन यता टिका लाउन धम धम। खोइ नानी ब्लग बनाएको, ब्लग नबनाउने आज टिका लाउन।
यो पछि बोल्ने हो क्या यो सर्कल गरेको यो बोल्नु मिल्दैन क्या हेरेर बसा त आज ब्रस गर्ने बिर्सिन्छ मैले ब्रस गर्नु ल ल ल म गर्छु भिडियो यता हेर छोरी मुख बन्द गर मुख बन्द गर साइली भयो बटी साइली साडी त लाउनु हामी तपाईँहरूले नबिहान लानु त्यसरी त कि सबै तपाईँ राम्रो पार्नु यो सबैले बाह्र खावा दिन्छ भनेर कालले भनेको थियो कुनै ध्यानमा राखेँ उसले चम्चालाई उसले चटचट काट्नु न सबै तलै तलै अब तलै बसेर खाएको खिच्यौ हेलो साथीहरू मैले भिडियो चाहिँ कहाँबाट स्टार्ट गरेको कहाँ गएर अन्तिम गर्छु हेर्दै गर्नु होला साथीहरू अनि मैले भिडियो चाहिँ दसैँमा स्टार्ट गरेछु अनि बत्ती नभएर पानी परेर बत्ती नभएर तनाव अनि कति रहर थियो बुढासँग बुढा आएको बेला टिकटक बनाउने अनि भ्लग बनाउने मेरो सपना अधुरो भयो साथीहरू अधुरो भयो अब अहिले चाहिँ म अब सागहरू आलुहरू रोप्ने सिजन लाग्यो नि त अब साग रोप्नको लागि यहाँ खन्दैछौँ काली त्यता बसी छे भन्नुहुन्छ भने दुईटै नानी बिरामी छ मेरो ज्वरो आएर नानीहरू सबै मौसम नै यस्तो हो कि जो पनि बिरामी छ भन्छ ल साथीहरू हेर्दै गर्नु होला अब म चाहिँ फटाफट खान्छु हाम्रो मम्मी चाहिँ खानेछ म चाहिँ बिरामी भएर बसेको बुइनी पनि बिरामी कसमेले पछौली दाजली कोले व्यवसायले पिराटी 2 दिन बाटुल्जे निन्दालैमा टिकी तालका सुन्तली नानी मुख झलक्का कसमेले पछौली दाजली कोले व्यवसायले पिराटी 2 दिन बाटुल्जे ठिली भइसक्यो ठिचु ठिली भइसक्यो ठिचु ठिचु
अचल हाम्रो मम्मी त साग रोप्न आँटेछ सक्छ साथीहरू खनेर एकछिन रेस्ट गरेको युनो रेस्ट आराम गरेको अब म कागती खान्छु झोरी जति सबै भुइँमा खै हाम्रो बिग्री बोकेर मात्रै भुत्रो खानु हो के साह्रो अमिलो ल साथीहरू मैले चाहिँ यताको खनिसक्यो यहाँदेखि यहाँ अब यो मुनतिर जान्छु काउली पारा त्यस्तो भइरह